मा मोटु हुनुहुन्छ यहाँ। कस्तो हुँदैछ उकालो यात्रा? गाडी चढाएर अनि यो उकालो पनि लु कम टु बानेश्वर। अरे बाई बाई। खै बाई बाई। चाहिँ मोमो खानु मजु। मेरो अर्थ खानदारी बजार मिनी किचन हाउस अगाडि छौँ हामी। नमस्ते जोसोलोपा वेलकम छ तपाईँहरूलाई आजको नयाँ भिडियोमा। आज चाहिँ हामी ट्याङ्की जान लागिरहेको छौँ र हामी यहाँ रेडी हुँदैछौँ। गाडीको पर्खाइमा छौँ। अब आएपछि को छौँ त म तपाईँहरूलाई देखाउनेछु है त। एउटा म छु चाहिँ ऊ छ। को हो तिमी? नमस्कार। मेरो नाम सुल्सिना सक्यो। यता हुनुहुन्छ। हेलो गर्नु त। हेलो हेलो मास्टर है मास्टर म। हेलो। हामी चाहिँ गाडीको पर्खाइमा हेलो गर्नु ल है त। अब गाडी आउँछ अनि हामी जानेछु। हामी चाहिँ अब गाडीमा चढेर हाम्रो गन्तव्यतिर जाँदैछु। हामी बेलटा आइपुग्यौँ। अब यहाँदेखि उता एयरपोर्ट जान्छ भने यता हामी सिधै चैनपुर जाने हो। नबिल ब्याङ्क पनि जान्छ। हामी कतले भन्ज्याङ आइपुग्यौँ। म छु खै त मैले। ल ल ल ल म पनि त्यही सभा खोला आइपुग्यौँ। सभा खोला हामी चाहिँ आइपुग्यौँ सिद्धकाली मन्दिर। मोर्ली मोर्ली हामी चाहिँ सिद्धकाली आइपुग्यौँ र उता चाहिँ हाम्रो गाडी छ अनि त्यहाँ जाँदैछौँ। यो चाहिँ हाम्रो छाया हो। अभी डर लाग्यो त। हाई गर्नु। हाई हेलो बाई बाई। यो चाहिँ हाम्रो थाइल्यान्डको हो। ए म ए बालीको बाली धारा त यही होला हात ल आमाम हाम्रो सिद्धकाली मन्दिर हो। चाहिँ हाम्रो यस्तो छ आँखा छ होइन गेट हो। चाहिँ हाम्रो मन्दिर।
हेलो हेलो यो चाहिँ हाम्रो बालीको स्पेशल वाला Ai à, để âm mong á. हामी एक राउन्ड हानेर मेरो चाहिँ फेभरेट प्लेस भनेको त्यो हो त्यहाँ तल बस्ने टक्क यो चाहिँ हो हाम्रो सिद्धकाली मन्दिर यस्तो देखिन्छ यहाँबाट उपाय हो यस्तो छ यो चाहिँ हो सिद्धकालीको आँखा अनि हामी धेरै पढेका छौँ होइन धेरै पढेका छौँ पुरा गणेश र विष्णुको गरेर शिवको गरेर हम मात्रै है क्वेसन गर्दैछु चाहिँ टिकाहरू लगाएर पूजाहरू गरिसक्यौँ अनि फोटोहरू खिच्दैछौँ र हामी चाहिँ को आएको हो भने होइन यहाँ सबैलाई अब परिचय आफ्नो परिचय दिनु ल परिचय यता यता परिचय दिनुहोस् मेरो नाम चाहिँ ससिना साक्य हो म चाहिँ तपाईँको परिचय दिनु मेरो सरिता श्रेष्ठ तपाईँको परिचय दिनु यता चाहिँ फोटोसुट हुँदैछ यता परिचय दिनु त मा मोटु तपाईँको परिचय म लक्ष्मी अब हामी कसको परिचय बाँकी छ भन्दाखेरि हामी चाहिँ यो सिद्धकाली मन्दिरमा छौँ तपाईँको परिचय दिनु त हेलो म गोविन्द तिमसिना मास्टर तपाईँको हेलो मेरो नाम सुबु ल यस्तै थियो एकजना मान्छे चाहिँ खोइ कतै जानुभयो कुनै सुत्नु जानुभयो कि खोइ एकजना मान्छे कता जानुभयो होइन हामीले चाहिँ टिकाहरू लगाइसक्यौँ नि सिद्धकाली मन्दिर हो हामीले चाहिँ सबै थोक सकिसक्यौँ हुँदैछ हेर्नु होला यता यता म चाहिँ सबैको ज्याकेट बोकेर घुमिरहेको छु होइन ए 100 रुपैयाँ अब चाहिँ हामी फोटो खिचिसकेर चाहिँ जानेछौँ होइन चैनपुरमा गएपछि भेट्नेछौँ है त त्यही चैनपुर आइसकिसक्यौँ हेलो छेसाङ एन्टी लाइट पो पर्दो हामी चाहिँ अब चैनपुर आइसकिसक्यौँ अब खाजा खाने अनि बानिसपुर डाँडातिर लाग्ने है यो चाहिँ चैनपुर हो हामी चाहिँ जीवन होटलमा खाजा खाना जाँदैछौँ मम्मीहरू चाहिँ त्यहीँ हुनुहुन्छ हामी चाहिँ विद्यालय लिएर आएको है आउनु सक्दैन अरे ओ छेसाङ बदाम खानमा व्यस्त छ यो चाहिँ हामीले खाजा खाने ठाउँ हो यो चाहिँ हामी आएको गाडी हो हाम्रो मम्मीले चाहिँ बाटो हेर्दै हुनुहुन्छ चाहिँ आएको खाजा भिडियो बनाइदिएको यता चाहिँ खाँदै हुनुहुन्छ खाजा खाइसक्नु
चाहिँ मोमो खानु लागेको बाई बाई खै बाई 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 गर छेस ल ल गएको बाई बाई हामी चाहिँ ल हामी चाहिँ अब विद्यालय बाई बाई गरेर हामी चाहिँ लाग्यौँ करुवा हो करुवा हो चैनपुर फर्किन लागेको घर यो चाहिँ चैनपुरको करुवा हो स्ट्यान्ड छ हाम्रो गाडी हो त्यो छ हामी चाहिँ अब चैनपुरबाट फर्किन लागेको अब बानेश्वरमा एकछिन बस्छौँ होला के गर्छौँ देखाउनेछु तपाईँहरूलाई र आजको दिन चाहिँ यस्तो नै भइरहेको छ हाम्रो होइन बानेश्वर मन्दिर हो होइन हामीले चाहिँ यहाँ एकछिन बस्ने निर्णय गर्यौँ अब यहाँ माथि डाँडा जानेछौँ त्यहाँ फोटोसुट भइसक्यो यता अब हामी डाँडा जाने लु गइहालौँ न यस्तो छ बानेश्वर डाँडा बानेश्वर अरे होइन अब हामी हिँडेर अब जानेछौँ बानेश्वर डाँडा कस्तो छ तपाईँहरूलाई देखाउने छु अब यहाँ चाहिँ हामी उकालो जानुपर्ने हुन्छ अलिकति होइन कस्तो हुँदैछ उकालो यात्रा कस्तो हुँदैछ आज रमाइलो हामी बुढो मान्छेलाई गाडी चढाएर अनि यो उकालोमा चढाउने पर जाने पर त बानेश्वर ऊ त्यहाँ माथि चाहिँ रनिङ गर्दै हुन्छ को छिटो पुग्ने भनेर हेर्नु त है यहाँ को छिटो पुग्ने भनेर भन्दा पनि खेल्दै हुनुहुन्छ यहाँ हेर्नु है सौरभ दाइ पनि जानु भयो हामी चाहिँ बानेश्वर डाँडा आइसक्यौँ उडाउँछ भनेर केही छैन यस्तो छ बानेश्वर डाँडाको भ्यू चाहिँ त्यहाँ चाहिँ कुदिवरी सुतिरहनु भएको छ होइन लु यो पोज दिएर बस्नु यहाँ चाहिँ बानेश्वर लेखेर छ हामी बानेश्वर डाँडामा एकछिन बस्यौँ अनि फर्किन लागेको है त होइन त बाई बाई बानेश्वर डाँडा बाई बाई चाहिँ ओह्रालो चाहिँ उकालो आएको थियौँ चाहिँ ओह्रालो फर्किँदैछौँ लहरै यहाँदेखि झन् सर्टकट रहेछ नि त ऊ लहरे खै छोरा सबलाई देखाम फर्किने क्रम जारी छ यस्तो छ पानी खाएको छैन अनि पानी खायो के रे पानी चाहिँ खानुको थियो कि अब त्यसले खाँदैन नि त्यही देखेको छैन त्यो ल हामी फर्किँदैछौँ है त अब आजको भिडियो तपाईँलाई के कस्तो लाग्यो हेरिदिनु होला है त सकिएको भरे बाई बाई भन्नु यो चाहिँ हाम्रो बानेश्वरको मन्दिर हो मम्मीको फोटो खिचिदिनु भन्दै हुन्छ कि अब खिच्ने हो एकछिनमा चाहिँ टिकटक बनाउँदैछ बानेश्वरबाट जानु लागि गई खादबारी अब लागि गयो त अब खादबारी आजको टुर सक्यो हामी चाहिँ यो करेन्ट खाँदैछौँ होइन त गीत सुन्दै हेर्नु पर्यो यता
कस्तो भयो आज हामी चैनपुरबाट फर्किँदै हो हामी लुवाकोट कटिसक्यौँ असलको लाउँदैछ यता चाहिँ मान्छे मिलाइरहनु भएको छ हेर्नु होला हामी चाहिँ खाँदैछौँ हामी खाँदैछौँ गीत पनि कस्तो अर्कै गीत हौ मलाई त आउँदैन है किन यस्तो भएको किन रोकेको घर कि घाँटी दुखिरहेको खानदारी बजार मिनी किचन हाउस अगाडि छौँ हामी कस्तो भयो आज एकदम रमाइलो भयो मजा आयो हो र हिँड्नु हामी चाहिँ पुगिसक्यौँ हामी चाहिँ फाइनल्ली घर आइसकिसक्यौँ होइन ल आज यस्तै थियो के कस्तो लाग्यो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद डु नट फरगेट लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब बाइ बाइ